यो आलु लाउने डोल, यो बिउ, त्यो छापो। ल गाइज, हजुरको घरतिर कसरी लाउनुहुन्छ आलु? हामीले यसरी लाउँछौँ। हेर्नु है, यतिको टाढा टाढा गराएर लाउँछौँ। यसरी लाउँछौँ। राख्छौँ हामीले अँचुरो, छापो के को भन्नु होला, अँचुरो काटेर हुजुरी पारेर यसरी राख्छौँ। डढेलो लगाएन भने त्यस्तो राम्रो फल्छ हाम्रोमा आलु। डढेलो लगायो भने खत्तम पार्छ। र गाइस, अहिले लागेको भिडियो बनाएँ। भोलि पर्सि भए पनि नभए नि फेरि खन्दाको भिडियो बनाउँला। हजुरहरूकातिर कसरी लाउनुहुन्छ हामीलाई पनि सेयर गर्नु होला। हाम्रो त यस्तै छ गाइस।